हेलो गाइज, फेरि पनि म आज कुर्ता लाएर चाहिँ टिक्क परेर भिडियो बनाउँदैछु है। फेभरेट चप्पल लाएर आज चाहिँ म मेरो कुर्तामा भिडियो सुट गर्न जाँदैछु। के यस्तो राम्रो क्लाइमेट छ। कुर्ता नि बल्ल तल्ल यस्तो 1-2 महिनापछि आयो मेरो। यसलाई पुरा उसलाई पुऱ्याइदिए, यसलाई पठाइदिए भन्दा धन्न मेरो देवर बाबुले पठाइदियो फाइनली। यहाँ पनि एउटा भिडियो बनाएर भ्याएँ मैले। यहाँबाट टक्क जाँदै यस्तो मजाले फले यो टिपेर खान मिल्दैन, के गर्ने भिडियो मात्रै बनाइदिउँ। यस्तो खाम लाग्ने टिप्दिउँ के हो, टिप्नु हुन्न। यहाँ पुलिससँग त हेरेर चित्त बुझाउने कति मनपर्छ मलाई यस्तो पत्ताहरू। यस्तो देख्दैछु म। मेरो प्लास्टिकमा सब सामानहरू हिँड्दैछु। पार्क के भन्छ अरे, यो चाहिँ रेलगाडी हिँड्ने बाटो पार गर्दैछु साथीहरू। हाउ आम टकिङ। पार्क आइपुगेँ, सानो पार्क, चिटिक्क पार्क। हाई हाई गर्नु चाहिँ बाटो हेरेर मक्ख भइराख्नु के भने। टक्क यो चाहिँ मेरो फाइनल लुक हो कुर्तामा चाहिँ। कस्तो देखिरहेछ साथीहरू, प्रतिक्रिया दिनु होला प्लिज रे के। सब्सक्राइब धेरै चाहिँ होइन, आधा घन्टामा आउँछ ट्रेन। यताउता त 10 मिनटको ग्यापमा एउटा ट्रेन गयो, फेरि अर्को आयो। राम्रो भ्यू दियो कि के हो ट्रेन। कस्तो कस्तो किराहरू रहेछ, मैले त यहाँ नहेरिरहेको। जिजस व्हाट इज दिस। सिसी यस्तो यस्तो किरा रहेछ। मेरो जिउ त छैन नि, म ढल्छु, म मर्छु अनि। कति धेरै रहेछ यो किराहरू त। जिजस के हो यो ढेँडे भन्ने, खाली रहेछ यिनीहरू त। यिनीहरूको ढाडबाट निस्किएर जाँदो रहेछ कि यिनीहरूको। यो चाहिँ चेन्ज गरिसकेको बडीहरू रहेछ के भने, यो खोस्टाहरू रहेछ। सबै के यो सबै किराहरू सब छैन कि खोस्टाहरू मात्रै छैन। म चाहिँ अघि किराहरू छन् डराएर कि यस्तरी किन पछि यिनीहरू भनेर। यो चाहिँ राति ढ्याँ गराउने किराहरू होला कि मेबी। ओ माइ गॉड, यही मेरो बुकको नजिक। साँच्चै कति डराउ के। यति धेरै सबै यिनीहरू 1 2 3 4 यता नि थियो 5 अरू नि छ कि। जिजस ओ माइ गॉड, कति राम्रो। चरा उडेको ल गाइजहरू। Wow, the combination between them. And so, combination of we. This is my front cinematic साथीहरू। अब म जान्छु, जाडो भयो, पढ्नु नै छ, एक्जाम आउँदैछ। Sorry guys, but here, oh my god, I'm so obsessed with this. It's so beautiful. But oh my god. Seriously. यो चाहिँ मेरो नेक्स्ट स्पोर्ट भनौँ। लाइक म ग्रोसरीहरू किन्न जाँदाखेरि त्यहाँ अगाडि यस्तो राम्रो के, यो पनि यस्तो मलाई मन पर्यो। मैले एउटा भिडियो बनाइहालेँ, त्यहाँ पसलको आन्टीले नै त्यहाँ पनि बनाऊ भन्नुभएको थियो क्या। अनि ठ्याक्कै मलाई फाइनली गाइज, बाई बाई।